गरिमा चौधरी बुनुको हत्याराहरू पत्ता लागिसकेर अहिले प्रहरीले पक्राउ गरिसकेको रहेछ। तर यसरी हुँदैन साथीहरू, लगेर 2-4 दिन राखेर 2-4 महिना राखेर भात खाँदेर हैन, यो तरिकाले हुँदैन। तिनीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ, फाँसीको सजाय हुनुपर्छ। सरकार, नेपाल सरकार, अब बलात्कारीलाई हामी छोडिन्न, हामी सबै एकजुट हुनुपर्छ। यो सरकारले गर्दैन साथीहरू, यो सरकारले गर्दैन। अझैसम्म युनिसा बुनुको आत्माले शान्ति पाएको छैन, उहाँहरूको घर परिवारले न्याय पाउनु भएको छैन। ती हत्याराहरूलाई, ती बलात्कारीहरूलाई हामी आफै सजाय दिनुपर्छ साथीहरू, हामी एकजुट हुनुपर्छ। तिनीहरूलाई नाङ्गै सडकमा राखेर यिनीहरूलाई अनि जुत्ताका माला लगाएर अनि यिनीहरूलाई होइन सिस्नु पानी लगाएर हामी आफै यिनीहरूलाई फाँसीको सजाय दिनुपर्छ साथीहरू। यिनीहरूलाई बाँच्न दिनुहुन्न साथीहरू। भोलिको दिनमा हाम्रा छोरी चेलीबेटीहरू, दिदीबहिनीहरू कसरी सुरक्षित हुन्छन्? नेपाल सरकार, बरु हामीलाई चिल्लो सडक चाहिएन, तर स्वतन्त्र रूपले हाम्रा छोरी चेलीबेटीहरू बाँच्न पाउनु पर्यो, शान्ति हुनु पर्यो देशमा। यसरी भएन। हत्यारालाई फाँसी दे सरकार, हत्यारालाई फाँसी दे।